चाहिँ पुरा परिरहेछ। यहाँ चाहिँ माथि देख्न सक्नुहुन्छ है, यहाँदेखि चाहिँ भ्यू देखिँदो रहेछ है। यो चाहिँ हाम्रो बहिनी र भाउजूले चाहिँ फोटो खिच्दै हुनुहुन्छ है। मालाहरू बेच्नु राखेको छ है यसरी। जानेर भने लासहरू चाहिँ यसरी जलाइरहेको छ। अनि यहाँ माथि चाहिँ जाने ठाउँ छ अरे होइन। यहाँनिर खोला पनि छ। वेलकम ब्याक माई न्यू ब्लग। सबैजना स्वागत छ मेरो न्यू ब्लगमा। आज चाहिँ तपाईँहरूले हाइलाइट हेरेर थाहा सक्नुभयो होला होइन, म कहाँ छु भनेर। पशुपतिमा घुम्न आएको। अघि दिउँसो चाहिँ पानी परेको थियो होइन, अनि अहिले चाहिँ पानी रोकेको छ। अनि पानी रोकेर चाहिँ घुम्न आएको। एकदम बवाल छ, मान्छेहरू देख्न सक्नुहुन्छ है। यहाँनिर बाँदरको बच्चाहरू पनि छ। यो चाहिँ आउने क्रम जाने क्रम चाहिँ भइराखेको छ होइन। देख्न सक्नुहुन्छ हामी चाहिँ घुमेको पशुपति हो यो। यहाँ चाहिँ मेरो घुम्ने टोली चाहिँ देख्न सक्नुहुन्छ है। पशुपति मन्दिर पानी परेर एकदम खराब कन्डिसनमा छ है। अनि हामी चाहिँ यस्तै बेला नि आइराखेको छ। भन्नु नानी घुम्न आएको यो उनीहरूले गर्दाखेरि यहाँ चाहिँ पानी परेको अघि नै जाउँ भनेको मानेनन् होइन। अनि अहिले पानी परेपछि चाहिँ जाउँ भन्यो। अनि यहाँ चाहिँ पानी परिरहेछ है। अहिले झन् पानी पनि रहेको अवस्था कस्तो। यो मर्ने मान्छेहरू त 2 वर्षमा जलायो। किन मरेको हुन्छ अनि आजले हाम्रो 2 वर्ष भएन। भाउजू चाहिँ पुरा मस्केर हिँड्नुहुन्छ यसरी। देख्न सक्नुहुन्छ यो चाहिँ पशुपति यहाँको दृश्य चाहिँ देख्न सक्नुहुन्छ है। यस्तो छ यहाँनिर। अरू ठाउँ सबै घुमिसक्यौँ होइन। अनि त्यहाँदेखि आज चाहिँ भनेको यो पशुपतिमा घुम्ने भने चाहिँ हामी पशुपति घुम्न आएको हो। र तपाईँहरूले यहाँको दृश्य चाहिँ देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ मान्छेहरू चाहिँ ओभरदोर चाहिँ भइरहेछ। यहाँ चाहिँ हाम्रो बहिनीहरू चाहिँ हिँड्दै हुनुहुन्छ। आज चाहिँ भिडै छ है। समाता बगडा यहाँनिर यहाँ चाहिँ होइन यसरी लासहरू चाहिँ यसरी जलाइरहेको छ। एकदम दुःख लाग्दो पनि छ है। यहाँ चाहिँ यस्तै छ हाम्रो। देख्न सक्नुहुन्छ यहाँ चाहिँ मान्छेहरू चाहिँ भनेको धेरै भिडभाड होइन अब हिँडिराख्नु भएको छ। अनि यहाँ पर चाहिँ मान्छे जलाइरहेको छ। यहाँ पर पनि देख्न सक्नुहुन्छ। यहाँ माथि चाहिँ जाने ठाउँ छ अरे होइन। अनि यहाँनिर खोला पनि छ। यता माथि जाने हो। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँको दृश्य चाहिँ यस्तो खालको छ। र यहाँ देख्न सक्नुहुन्छ हामी चाहिँ हिँड्दा चाहिँ धेरै उकालो माथि आइसकेको छौँ होइन। म तपाईँलाई यहाँ क्यामेरा ब्याक गरेर देखाउँछु। यता तल चाहिँ हामी तलदेखि आएको। यता तल हाम्रो बहिनीहरू चाहिँ आउँदै हुनुहुन्छ होइन। अनि कौशिला कस्तो लाग्यो पशुपति? यहाँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदम लस्कारी छ है। त्यो धुवा उडेकोहरू चाहिँ मान्छे जलाइराखेको हुँदो रहेछ त्यहाँ चाहिँ। र आज चाहिँ पानी परेर मौसम एकदम सफा छ है। देख्न सक्नुहुन्छ। आशिका कस्तो लाग्यो यो? आशिका मलाई त के किन्नु लाउँछ मात्रै। यो मुनि बसेर किन कराउँछ यिनीहरू? देख्न सक्नुहुन्छ आज चाहिँ हामी फाइनली पशुपति घुम्न आएको थियौँ होइन। अनि पशुपति चाहिँ एकदम रमाइलो भयो है। अनि अब चाहिँ घुम्ने बेला हुन लाग्यो। अनि यहाँनिर भनेको यहाँ मेरो भतिज पनि यहाँ चाहिँ भनेको यो चाहिँ गेजु छ क्या एकदम। ल खै कहाँनिर के छ अरे? खै ल माग। अनि यो चाहिँ मेरो भतिजनीहरू होइन। यिनीहरूले चाहिँ यस्तो किनेर खायो होइन। देख्न सक्नुहुन्छ यो चाहिँ पशुपतिमा चाहिँ के अरे त्यो हात छिराउने कार्यक्रम हुँदैछ होइन। म पनि एकचोटि हात छिराइदिनु पऱ्यो। म चाहिँ छिराउँछु कि छिराउँछु। क्यामेरामा निस्केको होला नि त। क्यामेरा मेरो जिरो छेकिरहेको छ नि। देख्न सक्नुहुन्छ
गाइस हामीले चाहिँ हात छिराएर पनि हैन माथि छिराएर पनि आइसक्यो एकदम हैन अब चाहिँ हामी घुर्ने बेला पनि भयो कस्तो लाग्यो र देख्न सक्नुहुन्छ हामी चाहिँ यता तल हैन ओह्रालो फेरि झरिसकेको छौँ बाटो चाहिँ यस्तो छ आज चाहिँ एकदम बबाल पानी पर्यो हैन अनि पानी परेर चाहिँ हामी चाहिँ झरेको ओह्रालो पानी परेर हल्का डिस्टर्ब गरे हैन तर पनि यहाँ घुम्ने मान्छेहरू चाहिँ धेरै आउनु भएको छ है तर चाहिँ हाम्रो भाउजू हुनुहुन्छ अनि यहाँ चाहिँ कौशिला अनि बहिनीहरू हामी चाहिँ घुम्न आएको फाइनली है चाहिँ यहाँदेखि चाहिँ भ्यू देखिँदो रहेछ है यो पशुपतिको भ्यू अनि यो चाहिँ पशुपतिको यो चाहिँ मन्दिरहरू हो हैन यो चाहिँ मन्दिरहरू जस्तो छ अनि यता तल चाहिँ बाटो छ हैन यहाँ तलदेखि चाहिँ अनि तल चाहिँ मान्छे जलाउने ठाउँ छ यहाँ चाहिँ बाँदर हिँड्दैछ है गाइसलाई हेर्नुहोस् आज चाहिँ मान्छेको चाहिँ एकदम भिडभाड छ हैन देख्न सक्नुहुन्छ यिनीहरू चाहिँ यो चाहिँ मन्दिरहरू हो अनि यहाँ पर पनि मन्दिर छ यो चाहिँ आउने बाटो देख्न सक्नुहुन्छ विदेशीहरू पनि घुम्दैछन् है र चाहिँ हाम्रो बहिनी र भाउजूले चाहिँ फोटो खिच्दै हुनुहुन्छ है अनि हाम्रो भाइ चाहिँ क्यामेराम्यान अनि यता चाहिँ फोटो खिच्नु चाहिँ यहाँ यतापट्टि पनि मान्छे धेरै घुम्दै हुनुहुन्छ यहाँको दृश्य देख्न सक्नुहुन्छ है यहाँ चाहिँ तलबाट आउने हो मान्छेहरू चाहिँ अरू चाहिँ यता पर घुम्दैछन् भिडियो चाहिँ बनाइदियो आयो उसिबी मान्दै ओइसे छ आशिका छ थियो त र हामी चाहिँ अहिले चाहिँ फर्किने क्रममा छौँ हैन अनि फर्किने क्रममा चाहिँ हामी यताबाट जाँदैछौँ देख्न सक्नुहुन्छ हामी चाहिँ फर्केको है आज चाहिँ पशुपति घुमेर पनि फर्किसकेको हामी चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ जग्गा चाहिँ यस्तो छ है एकदम रमाइलो भयो पानी परेर मात्रै हो अघि चाहिँ पानी परेको थिएन अहिले चाहिँ पानी पर्नु छोड्यो र हामी चाहिँ फर्किँदाखेरि चाहिँ यता पर यो चाहिँ पशुपतिको अन्त्य हो होइन फर्केर नि यता पर आइसकेको छौँ देख्न सक्नुहुन्छ मान्छेहरू चाहिँ होइन